वेलकम ब्याक टु दि च्यानल। म तपाईँको आफ्नो युट्युबर गड हिटलर एन्ड तपाईँलाई हेर्दै हुनुहुन्छ हिटलर नेपाल वाइटी। एन्ड आफ्टर कुलमान घिसिङ सर आफ्नो पदबाट निस्किसकेपछि लोड सेडिङको समस्या धेरैले भोगिराख्नु भएको होला। इनफ्याक्ट अब मैले पनि भोगिरहेको छु। सो द्याट अब हजुरहरूलाई थाहा नै छ, नेपालमा बत्ती गएपछि हाम्रो विद्युत प्राधिकरणको फोन चाहिँ बिजी आइरहेको हुन्छ। लेट्स सी कतिचोटि फोन गर्दाखेरि चाहिँ हाम्रो विद्युत प्राधिकरणको मतलब लाइक हुन्छ नि, विद्युतमा कल गर्दा कति टाइम्स कल गर्दाखेरि चाहिँ के भन्छ कल उठ्छ त। लेट्स सी। सो अब के भन्छन्, मैले 10चोटि हानिसकेँ र योभन्दा अगाडि पनि हानेको थिएँ। लेट्स सी मैले अगाडि कतिचोटि हानेको छु है। 17 टाइम्स मैले पहिल्यै हानिसकेको रहेछु। लाइक 7 टाइम्स पहिल्यै हानिसकेको रहेछु र 10 टाइम्स रिसेन्टली हानेको। लाइक टोटल 17 टाइम्स हान्दासम्म लाइन बिजी छ। लेट्स सी फर्दर अझ कतिसम्म बिजी हुन्छ त। आई थिङ्क मैले फेरि 10 पटक हानिसकेँ। लेट्स सी कतिचोटि हानेर छु त फेरि। ओ सेट 27 फेरि। लाइक अघि 17 थियो, अहिले 27 पुगिसकेको छ। अझै कतिचोटि हान्दाखेरि अझ पनि कल उठ्दैन। लेट्स सी। एन्ड मैले अगाडि चाहिँ थोरै फरवर्ड गरेको छु तपाईँहरूलाई पनि अलिक झ्याउ लाग्ला भनेर होइन। लेट्स सी। अरू होप्सो अलिक छिटो नै उठोस्। सो फाइनल्ली अब हाम्रो कल उठेको छ होइन। अनि हामीले 29चोटि कल गर्दाखेरि झन्डै 29चोटि कल गर्दाखेरि चाहिँ कल उठेको छ। एन्ड हामीलाई सरले सोद्धाखेरि चाहिँ कतिखेर बत्ती आउला भनेर उहाँलाई पनि थाहा रहेछ। सायद उहाँ भित्रपट्टि बसेर कल उठाउनुहुन्छ उहाँले, आई थिङ्क होइन। त्यसैले उहाँले नथाहा पाउनु भएको होला, इन्फर्मेसन नपाउनु भएको होला। सो अहिले चाहिँ उहाँले फोन उठाएर भनिसक्नु भएको छ उहाँलाई खोकी पनि लागेको रहेछ। उहाँको स्वास्थ्यलाई राम्रो होस्, उहाँको स्वास्थ्यलाई राम्रो हुँदै जाओस्, छिटो उहाँको रुगाखोकी सन्चो भइजाओस् भन्दै अब हामी यो भिडियोलाई यहीँ समाप्त गर्छौँ। अनि हेर्दै जानु होला हाम्रो भिडियोज। यस्तै नरली आइरहेको हुन्छ। किप स्माइलिङ एन्ड किप के भन्छन् अब त्यो चाहिँ मैले बिर्सेँ, आफै मिलाउनु होला। लेट्स सी यु अन नेक्स्ट भिडियो।